धन्य हो त्यो मानिस जसले परमेश्वरको वचनलाई ध्यान दिएर सुन्छ। आमेन। त्यो मान्छे सुन्दा सुन्दै निको हुन्छ। त्यो मान्छे सुन्दा सुन्दै छुटकारा पाउँछ। सुन्दा सुन्दै इन्काउन्टर हुन्छ यीशुसँग। सुन्दा सुन्दै पवित्र आत्मा काम देख्छ। सुन्दा सुन्दै उसको जीवन उज्यालो हुन थाल्छ। आमेन। त्यसैले वचन परमेश्वर हो। परमेश्वर देखा पर्दा हामी उहाँलाई हेर्न सिक्नुपर्छ। परमेश्वर बोल्दा हामीले उहाँलाई सुन्न सिक्नुपर्छ। मण्डली ओइलेर बस्ने होइन, जागरुक भएर बस्नुपर्छ। आमेन। अनि परमेश्वरले के गर्दै हुनुहुन्छ हामी देख्न सक्छौँ, सुन्न सक्छौँ। अनि परमेश्वरको कामले हाम्रो जीवनमा फरकता ल्याउँछ। आमेन। आमेन। दुई घरको जगमा प्रभुले भन्नु धन्य हो त्यो मान्छे जसले परमेश्वर वचन सुन्छ अनि के कसरी पालन पनि गर्छ। आमेन। पालन पनि गर्छ। त्यो मान्छेलाई म यस्तो घरसँग तुलना गर्छु भन्नुभएको छ प्रभुले, जसको जग चाहिँ बलियो छ, पत्थरले बनाएको छ।